Hello guys, welcome back to my channel and it's me Binta Bhandari. अनि आफ्टर सो लङ टाइम म फेरि पनि भ्लग बनाउन गएको छु। अनि आजको कन्टेन्ट छ के भन्दा चाहिँ म आफ्नो सीको बारेमा चाहिँ के एक्सपिरियन्सहरु चाहिँ बताउन चाहन्छु। अनि अहिले चाहिँ म हालमा चाहिँ बीएससी नर्सिङ सेकेन्ड इयर स्टुडेन्ट हो केएमसी मा। अनि मैले केएमसी चाहिँ कसरी पाएँ यो कुरा पनि भन्छु। अनि त्यसपछि अनि सी मा चाहिँ कति र्याङ्क ल्यायो भने चाहिँ सी काठमाडौँमा चाहिँ पढ्न सकिन्छ या राम्रो कुनै कलेज पाउन सकिन्छ, यस बारेमा पनि म भन्छु है। पहिला चाहिँ मैले सी गरेको भनेको चाहिँ 2080 मा हो। 2080 मा चाहिँ मैले +2 को एक्जाम दिएँ। अनि त्यसपछि हाम्रो चाहिँ कहिले माघ या कतिखेर एक्ज्याक्टली चाहिँ मैले बिर्सिसकेँ, त्यति बेला चाहिँ हाम्रो सी एक्जाम भयो। अनि सी एक्जाम मक्सिरतिर हैन कार्तिक पछि भएको थियो, बल्ल याद आयो मलाई। कार्तिक पछि भएको थियो, ठ्याक्क तिहार भ्याइएपछि भएको थियो। अनि त्यति बेला चाहिँ अनि 2-3-4 महिनाको ग्यापमा चाहिँ भएको थियो आई गेस। अनि मेरो चाहिँ र्याङ्क चाहिँ नभनौँ, तर म चाहिँ पेइङ स्टुडेन्ट हो, स्कलरसिप स्टुडेन्ट होइन। अनि ओपनमा चाहिँ नाम निकालेको हो, मेरो केही कोटाहरू पनि छैन, 52 को कोटा हुँदैन एज यु अल नो। अनि त्यही भएर अनि मैले चाहिँ काठमाडौँ नै पढ्ने भनेको थिएँ, किनभने घर नजिकै कुनै कलेजमा नपढ्ने भनेको थिएँ। अनि काठमाडौँको यस्तो भूत सवार थियो, अनि त्यही भएर काठमाडौँ नै रोज्ने प्लानमा थिएँ। अनि त्यसपछि अनि 1300 एराउन्डमा थियो मेरो र्याङ्क चाहिँ फ्र्याङ्कली भन्नुपर्दा। अनि मैले त्यसपछि चाहिँ अब मेरो रिजल्ट आयो। सी को क्वेसनहरू चाहिँ ठिकै थियो हैन, एमबीबीएस को पनि राम्रै थियो। मैले एमबीबीएस मा पनि दिएको थिएँ, बट नाम मात्र निस्कियो। अनि पेइङमा चाहिँ नपढ्ने एमबीबीएस भनेर पढिन ड्यू टु सम रिजन्स। अनि नर्सिङ चुज गरेँ, विच वाज नट माई फिल्ड। बट अनफर्चुनेटली हामीले जे चाहँदैनौँ त्यही हुन्छ लाइफमा चाहिँ हैन। अनि म त्यसै गरी नर्सिङ पढ्दिन भन्दै नर्सिङमा आएँ। एज अ अप्सनमा रोजेको थिएँ। अनि त्यसपछि घरबाट पनि पढ्न ठिकै हुन्छ भन्नुभयो। अनि आफ्टर अल म विदेश जाने भनेर पढेको हो साँच्ची भन्नुपर्दा चाहिँ। अनि ब्याचलर सकिहालौँ न, अनि त्यस्तोसम्म म्याच्योर पनि भइहाल्छु अनि भनेर चाहिँ नर्सिङ जोइन गरेँ। अनि नर्सिङ जोइन गर्दा चाहिँ अनि त्यसपछि चाहिँ काठमाडौँ मतलब आइएम यिनीहरू सबैको थियो कि। अनि मैले सबै राखेको थिएँ, सबै मतलब 5वटा कलेज राखेको थिएँ, जुनमा चाहिँ फर्स्टमा चाहिँ धरान राखेको थिएँ। धरानको मायाले मलाई छोडेन, अनि मैले धरान राखेको थिएँ। अनि यस्तो बीपी केएचएस भन्ने नाम मेरो दिमागमा गुन्जिरहेको थियो कि यस्तो। अनि त्यसपछि आइएम राखेको थिएँ। अनि थर्डमा चाहिँ सायद पाटन राखेको थियो कि। अनि त्यसपछि धुलीखेलको राखेको थिएँ केयुएसएमएस। अनि 5मा केएमसी। अनि 6मा चाहिँ सीएमसी चाहिँ एज अ अप्सन राखेको थिएँ मैले चाहिँ। अनि यस्तो हुन्छ कि म्याचिङको बेलामा चाहिँ हामीले फर्स्ट म्याचिङमा हाम्रो नाम निस्क्यो भने चाहिँ अब सेकेन्ड अनि त्यसपछि 3 म्याचिङतिर त हाम्रो नाम जानी नै भएन। अनि त्यसपछि अनि मेरो चाहिँ फर्स्ट म्याचिङमा नाम आएन, किनभने मैले राखेको कलेजमा 1300 ले भेटेको थिएन। अनि त्यसपछि आयो। अनि मलाई के कन्सेप्ट थियो भन्दा चाहिँ फर्स्ट म्याचिङमा नाम आएन भने चाहिँ फर्स्ट रिम्याचिङमा नाम आउँदैन, विच वाज द ब्लन्डर मिस्टेक विच आई हेभ डन। त्यस्तो चाहिँ हुँदो रहेन चाहिँ। यदि फर्स्ट म्याचिङमा नाम आएन बट सिट खाली छ त्यहाँ भने, कुनै पनि कलेजमा सिट खाली छ भने चाहिँ हजुरहरूको नाम आउँछ फर्स्ट रिम्याचिङमै। अनि मेरो त्यही भयो, जुन मलाई धरान जानुपर्ने थियो म आएँ कहाँ केएमसीमा। अनि ठिकै छ केएमसी, बट आई एम सेटिस्फाई है केएमसीमा आएर। केएमसी इज अ भेरी गुड कलेज। अनि त्यसपछि म चाहिँ एकदम सेटिस्फाई छु अहिले चाहिँ। अनि त्यसपछि फर्स्ट रिम्याचिङमा नाम आयो। अनि त्यसपछि यदि हजुरहरूको सेकेन्ड म्याचिङमा नाम आएन या भने चाहिँ ऱ्यापअपसम्म जान्छ। अनि ऱ्यापअपमा चाहिँ मोस्ट प्रोबेबली राम्रो कलेजहरू पनि पाउन सकिन्छ, बट नपाउन नै सकिन्छ, किनभने इट्स अ लकको कुरा हो। अनि त्यसपछि ऱ्यापअपमा जानुभन्दा त बट अगाडि म्याचिङमा नाम आएको चाहिँ धेरै राम्रो लाग्छ, किनभने चाहिँ ऱ्यापअपसम्म कुर्दा चाहिँ 1 महिनाको ठ्याक्क डिले हुन्छ। अनि क्लासमा चाहिँ आधी कोर्स चाहिँ सकिसकेको हुन्छ कि। लाइक हाम्रो पनि ऱ्यापअपमा आइसकेको स्टुडेन्टहरूले फर्स्ट इयरमा त अब आइएचएस 1, 2, 3 हुने भयो। अनि आइएचएस 1 सकेर 2 को पनि अलमोस्ट सकिन आँटिसकेको थियो कि। त्यत्रो कन्टेन्टहरू चाहिँ मिस हुन्छ। सो ऱ्यापअप भन्दा चाहिँ पहिल्यै म्याचिङहरूमा चाहिँ नाम आएको चाहिँ राम्रो। अब कलेजै नपाउनु भन्दा त ऱ्यापअप पनि राम्रो हो। अनि
त्यसरी चाहिँ मैले केएमसी पाएको थिएँ। अनि त्यसपछि मेरो यसरी चाहिँ केएमसीमा चाहिँ नाम निस्कियो। अनि नाम निस्केपछि चाहिँ फर्स्ट इयर पनि मेरो सकिसक्यो। फर्स्ट इयर पनि राम्रै भयो, रिजल्ट आएर राम्रो भइसक्यो। अनि सेकेन्ड इयरको पनि म अब 3-4 महिना बाँकी छ सेकेन्ड इयर सकिनलाई नि। अनि त्यस्तो फेजमा पुगिसकेको छु। अनि मैले एउटा भिडियो बनाइसकेपछि बहिनीहरूलाई केही कन्फ्युजन नहोस्, भाइहरूलाई केही कन्फ्युजन नहोस् भनेर बनाएको चाहिँ हो। अनि त्यो आफूले चाहिँ कलेज रोज्दा चाहिँ एकदम प्रायोरिटी चाहिँ एकदम ख्याल गरेर रोज्नुपर्छ। अनि अब कलेज चाहिँ कसरी रोज्ने भनेर एकदम डाउट आउन सक्छ नि त। अब जहिले पनि रोज्दा चाहिँ अब मेन प्रायोरिटी भनेको चाहिँ अब सबभन्दा ठुलो कलेज जाने नै हुन्छ नि त, जुन कलेजको एकदम डिमान्ड ठुलो छ। अनि त्यो जस्तै आइआइएम भयो, बिपी भयो, अनि त्यसपछि केयुएसएम, यिनी कलेजहरूको चाहिँ डिमान्ड एकदम ठुलो छ नि त कि। अब कलेज त्यो रोजिसकेपछि अब आफ्नो ऱ्याङ्क पनि हेर्नु पर्यो। अब ऱ्याङ्क एकदम थोरै हो। अनि त्यो भएर अनि सबै कलेज ठुल्ठुलो कलेजहरू राख्छु भनेर त पाउँछु भन्ने त अब आशा मात्रै हो त्यो, किनभने पाइँदैन। किनभने अगाडिको स्टुडेन्टहरूले रोजेको हुन्छ। अनि यदि अगाडिको स्टुडेन्टहरूमा जस्तै अब एमबिबिएसको स्टुडेन्टहरू छ, अनि नर्सिङको स्टुडेन्टहरू छ होइन। अब एमबिबिएसमा नाम निस्क्यो भने बल्ल नर्सिङमा छोडिदिन्छ नि त, नर्सिङ पढ्दैन एमबिबिएस पाएको मान्छेहरूले त प्रायः जसो नै होइन। अनि त्यस्तो भयो भने नर्सिङमा चाहिँ अब फर्स्ट म्याचिङहरूमा पनि राम्रै ऱ्याङ्कमा चाहिँ उसले चाहिँ कलेज पाइरहेको हुन्छ। अनि त्यसरी चाहिँ अब नर्सिङमा सिटहरू बाँकी रहेर चाहिँ एकदम सुरुमै आइआइएम यिनीहरू पाउने मान्छे नै हुन्छन्। अनि मेरो चाहिँ धन्नै लकिली सिएमसी परेन, किनभने चाहिँ मलाई चाहिँ काठमाडौँ नै पढ्नुपर्ने थियो नि। सिएमसी नराम्रो भने होइन, बट मलाई काठमाडौँ नै पढ्नुपर्ने भएकोले अनि केएमसीमा सिट बचेको भएर फर्स्ट रिम्याचिङमै त्यो यति अगाडि भएको भएर मैले केएमसी पाएको हो। नत्र यदि केएमसीमा सिट भरिएको थियो भने मेरो फर्स्ट रिम्याचिङमा सिएमसी पढ्ने थियो। त्यही भएर अनि अहिले चाहिँ म अब केएमसीमै नै छु। अनि सेकेन्ड इयर स्टुडेन्ट एज आई अलरेडी सेड द्याट। अनि त्यसपछि अनि के हुन्छ भन्दा त्यही मेन भनेको स्टुडेन्टहरूले चाहिँ बिगार्ने भनेको चाहिँ त्यही म्याचिङमै हो कि। अनि यस्तो राम्रो मार्क्स ल्याएर यस्तो राम्रो ऱ्याङ्क ल्याएको हुन्छ, तर कलेज प्रायोरिटी गर्ने बेलामा चाहिँ उनीहरूले चाहिँ यो कुराहरू नबुझेको भएर चाहिँ उनीहरू अर्को तलको अब जुन उनीहरूलाई मन पर्दैन त्यो कलेजहरू पाइरहेको हुन्छ कि। त्यो त अलि राम्रो भएन नि त। अनि अब अरू कलेजहरू कस्तो छ त मलाई थाहा भएन होइन, यसमा चाहिँ केही जज नगरौँ। अनि अब म भन्नुपर्दा त अब केएमसी चाहिँ मेरो लागि चाहिँ एकदम राम्रो, किनभने मैले यहाँ आएर अब धेरै कुराहरू सिकेको छु। अनि लाइक मेरो सबै ड्रिमहरू त यहीँबाट स्टार्ट भएको छ नि त, जे भए पनि। अनि त्यही भएर मलाई चाहिँ अब मेरो केएमसी चाहिँ एकदम राम्रो लाग्छ। अनि यहाँ पेसेन्ट फ्लो पनि एकदम हाई छ। अनि त्यसपछि आफूले चाहेको कुराहरू चाहिँ सबै सिक्न पाइन्छ कि। लाइक केही कुराहरूमा चाहिँ त्यसरी रोक्ने त्यस्तो चाहिँ गर्दैनन्। अनि त्यसो यता मेरो साइडबाट साथीले मलाई यस्तो के कुराहरू भनिरहेको छु नि, त्यही भएर हो यस्तो हाँसो लाग्यो मलाई चाहिँ। अनि साथी के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ साथी? हजुर चाहिँ यस्तो भाइ बहिनीहरूलाई कसरी कलेजको बारेमा चाहिँ रोज्ने भन्न चाहनुहुन्छ? म चाहिँ के भन्छु भन्दाखेरि अब मतलब नजिकै आफ्नो घर नजिक अब राम्रो कलेज छ भने चाहिँ अब काठमाडौँ नै आउनुपर्छ भन्ने चाहिँ छैन। मेन भनेको चाहिँ अब आफ्नो त्यही घर नजिकै छ भने त त्यसलाई पहिला मतलब प्रायोरिटी चाहिँ गर्नुपर्छ। अब मलाई आएर नै आफ्नो अब कति धेरै कुराहरूसँग त म्याच हुँदैन नि त हो। त्यसले गर्दाखेरि अब आफ्नो घर नजिकै राम्रैवाला छ भने त्यतितिरको पार्टी राख्यो रोजेको राम्रो। मलाई चाहिँ काठमाडौँको भूत यस्तो सवार थियो, म काठमाडौँ नगई हुन्न भन्ने थियो मेरो दिमागमा चाहिँ। त्यही भएर मैले काठमाडौँ रोजेको। अब यस्तो हुन्छ काठमाडौँ रोजेपछि नै अब आफू चाहिँ होस्टेल बस्नु पर्यो। आफ्नो घर त अब जतासुकै हुने भएन। अनि होस्टेल बस्दा कति कुराहरू सेक्रिफाई गर्नुपर्छ यो त अब होस्टेल बसेकालाई मात्रै थाहा। अनि आफ्नो घर जस्तो इन्भाइरोमेन्ट हुँदैन। अनि पढाइले गर्दा यस्तो हेक्टिक हुन्छ, यति हेक्टिक सेड्युल हुन्छ, नाइट ड्युटी भन्यो, मर्निङ ड्युटी, इभिनिङ ड्युटी। अनि त्यसै माथि आएर अनि होस्टेलमा कचकचहरू सुन्नु पर्दा त सबभन्दा झ्याउ हुन्छ। सो अब आफ्नो घर नजिक कलेज छ जुन राम्रो छ भने त्यो रोजेको एकदम बेस्ट। अझै पेइङमा पढ्नेहरूलाई त झनै राम्रो, किनभने यता 10.5 लाख अलरेडी तिरिसकेको हुन्छ। अनि प्लस होस्टेलको 11-12 हजार तिर्नु भनेको त अझै डेली एभ्री मन्थली। अनि प्लस कलेजको कपी किताब अनि ड्रेस अनि त्यसो ब्ला कति धेरै स्टफहरू हुन्छ कि किन्नुपर्ने अझै। अनि पैसा त पुग्दैन साँच्ची भन्नुपर्दा। सो घरतिर रोजेको नि एकदम राम्रो। अब जसलाई म जस्तो भूत सवार हुन्छ काठमाडौँको
होइन। मलाई चाहिँ के हुन्थ्यो भन्दा काठमाडौँ गयो भने चाहिँ अब धेरै कुराहरू सिकिन्छ, लाइक आफूले चाहिँ मान्छेहरूसित डिल गर्न सिकिन्छ कि मेन कुरा त्यस्तो लागेको थियो कि मलाई। अनि किनभने काठमाडौँ भनेपछि अब मान्छेहरू एकदम एक्टिभ हुन्छन्, लाइक तिनीहरू कस्तो चालाक हुन्छन् जस्तो लागेको थियो होइन। अब मेरो नि थिङ्किङ प्रोसेस त्यस्तो थियो होइन, जुन एक हिसाबले राम्रो पनि हो। अनि मैले त्यही सोचेर चाहिँ म काठमाडौँ नै पढ्ने हो भन्ने थियो। अनि त्यसपछि अब त्यसरी आउनेहरूलाई नि अब राम्रो हो होइन। अनि कलेज प्रायोरिटी गर्दा चाहिँ त्यही मेन भनेको पहिला त अब जसले पनि टप कलेजहरू हेर्ने भयो, अब आफ्नो ऱ्याङ्क हेर्नु पऱ्यो। मेरो ऱ्याङ्कले चाहिँ यो कलेजलाई भेट्छ किन, अब कति धेरै कि नाम पनि मैले बिर्सिसकेँ, त्यो पुतली सडकनिरको छ नि एउटा इन्स्टिट्युसन, त्यसले कति आधार एजुकेसन कति हेल्प गरिरहेको हुन्छ स्टुडेन्टहरूलाई, लाइक कलेज प्रायोरिटी गर्नुमा पनि। त्यसबाट हेरेर नि मिल्यो कुन कलेज मैले पाउन सक्छु मेरो ऱ्याङ्क अनुसार भनेर, अनि त्यसरी गर्नु पऱ्यो। अनि नर्सिङ पनि राम्रै छ। अब नर्सिङमा आइसकेपछि जे होस् हरेकतिर चाहिँ आफू चाहिँ ट्यालेन्ट भइन्छ कि, लाइक मल्टी ट्यालेन्टेड भइन्छ। लाइक अब नर्सिङमा ड्रइङहरू पनि बनाउनुपर्छ, यता ड्युटी पनि फर्स्ट इयरबाटै गर्नुपर्छ। हाम्रो त केएमसीमा 3 महिना पढाइ हुन्छ सुरुको, त्यसपछि फेरि लगातार ड्युटी हुन्छ। अनि हरेक आइतबार मात्रै पढाइ हुने हो कि, त्यसपछि त सबै ड्युटी हो। त्यसले गर्दा चाहिँ प्र्याक्टिकल नलेज धेरै हुने भयो नर्सिङमा चाहिँ। अब एमबिबिएस भनेको त अब सबैको दिल जहान सबै हो एमबिबिएस भनेको, लाइक डक्टर इज अ दिस। अनि त्यसपछि त्यही भएर अब ठिकै छ। अब नर्सिङ पनि इज नट अ ब्याड। अनि नर्सिङ रोज्नेहरूले पनि राम्रो छ, पछि विदेश जानु छ भने चाहिँ एकदम राम्रो छ विदेशमा। अनि नेपालमा पनि होप्सो पछि गएर राम्रो होला, राम्रो भयो भने त यहाँ काम गर्नु नि ठुलो कुरा होइन। अनि त्यसरी अब कलेजलाई चाहिँ अब प्रायोरिटी गर्दा चाहिँ एकदम ध्यान पुर्याउनु पर्छ। अनि त्यसपछि यदि अब मैले चाहिँ अब सेकेन्ड म्याचिङमा पाउँछु भन्ने थाहा छ भने चाहिँ हतार नगर्नुहोस्। त्यो हतार गरेर सबै भयभरका कलेज भर्ने काम चाहिँ नगर्नु, किनभने आफ्नो ड्रिम कलेज भनेको ड्रिम कलेज नै हुन्छ सधैँभरिको लागि चाहिँ। अनि त्यही भएर बरु यस्तो पर्खिनुहोस्, पाउनुहुन्छ सेकेन्ड म्याचिङ। अब सेकेन्ड्री म्याचिङसम्म त कलेजहरू स्टार्ट भएको हुँदैन नि त, प्रायः जसो ऱ्यापअपमा मात्रै हो नि त। अनि त्यही भएर सेकेन्ड म्याचिङमा पाउनुहुन्छ भने फर्स्ट म्याचिङको त फर्स्ट म्याचिङ मेरो नाम निस्किँदैन भनेर सबै 30-40वटा कलेजहरू जुन हुन्छ नि सब चाहिँ नभर्नु, यो चाहिँ साँच्चै नै ठुलो मिस्टेक हो। अनि अब यदि ऱ्याङ्क चाहिँ धेरै नै पछाडि छ भने चाहिँ सबै कलेज भर्नु पऱ्यो, किनभने रिस्क लिनै मिलेन कि त्यो सिचुएसनमा चाहिँ। यदि ऱ्याङ्क चाहिँ 1000 भित्र पर्छ 500 भित्र पर्छ भने चाहिँ अब 500-600मा त स्कलरसिप नै पाइरहेको हुन्छ नर्सिङमा चाहिँ, किनभने प्रायः जस्तो चाहिँ त्यो एमबिबिएस पनि हुन्छ। अनि तिनीहरू चाहिँ एमबिबिएस पढ्दा चाहिँ नर्सिङको सिट खाली हुन्छ। अनि त्यही भएर चाहिँ त्यस्तो। अनि यदि ऱ्याङ्क चाहिँ त्योभन्दा लाइक 3000-2500 भन्दा चाहिँ पछाडि छ भने चाहिँ बल्ल एकदम सोच विचार पुऱ्याएर सबै कलेज राख्ने हो। अनि हाम्रो पनि कलेजमा यस्तो हो कि लाइक 1000 भित्र ऱ्याङ्क छ, तर उनीहरूलाई चाहिँ थाहा नभएको भएर लाइक मैले आइओएम पाउँदिनँ भनेर थाहा नभएर चाहिँ उनीहरू पछि चाहिँ केएमसीमा आएको छन्। त्यस्तो पनि भएको छ, किनभने सबैजनालाई त आइओएम भन्ने हो नि त। आइओएममा पढ्नु भनेको त ठुलो सपना हुन्छ जसको पनि। अनि त्यही भएर अनि त्यो चाहिँ अब उसको त आउँथ्यो नि त फर्स्ट सेकेन्ड म्याचिङ, यिनीहरू पुगेको भए अब। तर डर हुन्छ त्यति बेला, मैले कलेज पाइनँ भन्ने। तर त्यस्तो चाहिँ सोच्नु पर्दैन, टेन्सन लिनु पर्दैन। त्यो आधार एजुकेसनको त्यो छ नि त्यो ऱ्याङ्कवाला, त्यो हेरेर चाहिँ आफूले पनि आफ्नो ऱ्याङ्क कतिमा पर्छ यो कलेज पाउँछु कि नै भन्ने चाहिँ सोच्न सकिन्छ। अनि त्यही हो। अनि अरू त अब फर्स्ट इयरमा त अब आइएचएस 1, 2, 3 अनि कम्युनिटी नर्सिङ न्युट्रिसन भन्ने सब्जेक्ट हुन्छ। आइएचएस 1, 2, 3मा त अब एनाटोमी, फिजियोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, प्याथोलोजी। अनि अझ एउटा कुन थियो एउटा मैले बिर्सेको नि, त्यो कुन भन्नु मैले भने फार्माकोलोजी। यतिवटा सब्जेक्ट चाहिँ हुन्छ। अनि तिनी सब फर्स्ट इयर चाहिँ कम्पेरिटिभली हार्ड नै छ। मैले त जस्तो तसो पठाइहालेँ होइन। अब तर पढ्यो भने त जे कुरा पनि सकिन्छ, नसकिन्छ होइन। तर ड्युटी पनि सँगै गइरहेको हुन्छ, सो दुवैलाई मिलाएर चाहिँ पढ्नुपर्ने हुन्छ। यति नै थियो मैले भन्नुपर्ने कुरा। सायद अब के गलत भनेछु भने चाहिँ आई एम सो सरी, तर मैले यो चाहिँ आफ्नो एक्सपिरियन्स अनुसार भनेको। अनि अरू केही कुराहरूको बारेमा जान्न चाहनुहुन्छ भने नि डु कमेन्ट डाउन, म चाहिँ भनिदिने छु यो कुराहरू। त्यही हो, प्रायोरिटी राम्रोसँग सेट गर्न, प्रायोरिटी चाहिँ एकदम ख्याल गर्नु पर्यो। कसैले इन्फ्लुएन्स नगरे साँच्चै त्यति बेला त यताबाट अर्को साथीले आएर नि यो भन्छ, अर्को साथीले आएर त्यो भन्छ, त्यो कुरा चाहिँ नसुन्नु। साँच्चै यस्तो साथीहरूले यति इन्फ्लुएन्स गर्छन्, अनि त्यो कुरा सुन्यो भने आफ्नो कलेज डामाडोल हुन्छ। सो प्रायोरिटी त अब सबैको पहिला ड्रिम कलेजलाई नै राख्नु पर्यो, ऱ्याङ्क पनि हेर्नु पर्यो, त्यसरी चाहिँ गर्न सकिन्छ। यति नै थियो।
केएमसी आउँछ भने राम्रो केएमसी आउनुहुन्छ भने चाहिँ आउनुहोस् भेटौँला केही छैन होइन केएमसी पनि एकदम राम्रो छ अनि मेन केएमसीको के हो भन्दा चाहिँ केएमसीको कलेज दुवाकोटमा अनि हस्पिटल चाहिँ सिनामङ्गलमा छ यो कन्फ्युजन चाहिँ नराखौँ यसमा हामी कन्फ्युज भएर हाम्रो त अलमोस्ट एभ्री स्टुडेन्टलाई चाहिँ थाहै थिएन कि यहीँ आइसकेपछि थाहा भएको कि दुवाकोटमा कलेज छ भने अनि जसलाई जानको लागि 1 घन्टा लाग्छ ठ्याक्क अनि जाम काठमाडौँको जाम गरेर 1 घन्टामा चाहिँ पुगिन्छ त्यही हो एन्ड डु लाइक माई भिडियो सेयर एन्ड सब्सक्राइब माई च्यानल बाई बाई टेक केयर अफ योर हेल्थ